यो चाहिँ हाम्रो फलफुलबारी उतापट्टिको चाहिँ हाम्रो घर त्यो होला उतापट्टि हाम्रो छन् यो फलफुलबारीमा के फलफुलहरू छन् हामीहरू हुन्छौँ यो चाहिँ निगलो भन्छन् बिएससीमा काम लाग्छ पैसाहरूको लागि केरा अनि यो चाहिँ आमगुरुख यतादेखि उता मासम्म पहिला आमगुरुख थियो यतापट्टिको सबै बाख्राहरूले खाइहाले सुकिहाले यो चाहिँ अनारको रुख अनि त्यो भन्छ कागती एउटाको हो ओगरको हो यो अनार बढी यो रुख बारीमा अनारै अनार छन् यो लगाएको 4-5 साल यो बाख्राहरूले खाइदिन्छन् कि अरू बाख्राहरू आएर खाइदिन्छन् त्यसैले सानो छन् रुखहरू भाँचिदिन्छन् यो चाहिँ कन्फर्म जुटको रुख हो यो मैले नै लगाएको हो मलाई याद छ हुन्छ नि यो चाहिँ कागतीको यो पनि मैले नै लगाएको हो अन्त यो रुखहरू सबै लगाएको हो किन भन्छ भने बाबासँग आएर साथी बाबाले लगाएको मैले त खालि पानी मात्र हालिदिन्थेँ अस्ति हावाले पुरा खसेर छ पुरै कुडकबार भएको छ गोडमेल बन्नु भएको छ यता करेसाबारी अनारमा फुल पनि फुलिसकेका छन् यहाँनिर यो चाहिँ अरहरको दाल हुन्छ नि दाल यसोवटा दाल हुन्छ आरू फल पनि आह आरू यताबाट यो चाहिँ अनार यसमा चाहिँ अनार पनि फलाएको छ हुन त अब सबैमा आउँछन् यता फुच्ची फाच्चीहरूले चोरेर खाइहाल्छन् हामीले केही भन्दैनौँ आफ्नो गाउँमा केटाकेटीहरू हुन्छन् त्यसैले केही भन्दैनौँ यो चाहिँ यसलाई के भन्छन् तिमुरे भन्छन् यसको अचार हाल्दाखेरि हाल्छन् होइन यसले किरा पनि लाग्दैन दाँतमा यसले खाउने दाना पनि आइसकेका छन् यो धेरै महँगो बेचिन्छ यो यता पनि हाम्रो काँटाहरू सुरक्षाको लागि तर यो उडिहाल्छन् केटाहरूले यताउता चोर्नु जाँदाखेरि यहाँबाट गाई भैँसीहरू घर जान्छन् यहाँभित्र घाँस हुन्छ खानलाई धेरै लामो छ धेरै ठुलो रुख भयो भने धेरै फाइदा हुन्छ आफूलाई नि अनि गाउँलेहरूलाई नि खानलाई सजिलो हुन्छ अनि त्यो चाहिँ हाम्रो गाउँ खोला हो त्यहाँनिर भैँसी चराउनु लगाएको मेरै दाइ हो आँखा नै पट्टिको हाम्रो घर हो त्यो चाहिँ हाम्रो वडा कार्यालय हो गाउँ हो होइन त्यहाँनिर चाहिँ मन्दिर हाम्रो गाउँ निरो भने त्यो माथिको डाँडाबाट यहाँ उता माथिबाट अर्को गाउँ थप्रै गाउँको अर्को टोलमा जान्छ हेरिएको भनेको महाकालीगुरी रोड हो खोलादेखि मैनगर कञ्चनपुरको महाकालीगुरी रोड हो हाम्रोतिर सुचारू भइसक्यो रोड पनि तल चाहिँ त्यति ठुलो भिड त छैन सानो सानै छ योमा बर्खायाममा पानी आउँछ तर आजभोलि पानी आएको छैन बर्खायाममा यो खोलामा टन्न पानी आउँछ त्यो काच्छीहरू पनि आउँछन् त्यहाँनिर बस्या चाहिँ मेरै दिदी हो अङ्कलको छोरी यता बाख्रा ल्याएर आयो मोबाइलमा व्यस्त छौ घर चाहिँ ऊ हेर्नेरको घर हो अर्को घर चाहिँ उसको त्यो मेरो घरको घर हो चाहिँ हटाउँदै आउँछ रोड यो यहाँनिर पनि मन्दिर छ यो त्यो माथिको गाउँको गाउँलेहरूको मन्दिर हो त्यो